गाइज हामी चाहिँ घुम्नलाई है ए मोबाइल लगिसक्यो आइपुग्न ल आज कहाँबाट हो त नि खै कता हो भने के हो कसो हो धुलो उड्नु छ कि यहाँ त गाह्रो छ त्यही भएर है धेरै पछि आज रमजानमा घुम्नको लागि चाहिँ हामी जाँदैछौँ भान्जोहरू आउँदैछ है जाँदैछौँ कहाँ हो कता हो गाह्रो छ बाटो काट्नलाई पनि न त है केही बोल न अनि ज्योति के छ त नि तिम्रो हालखबर धेरै पछि भेट भयो तिम्रो तिमीसँग है भेट भएकै गाइड छिटो छिटो फास्ट 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 यल्ला 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 फेरि गर्नुपर्छ सब तयारी छ नि त फेरि हाम्रो त यस्तो खाले तयारी हो गाइड है साथीहरू बोका हेर्नु है गाइड एउटा बोका दुईटा बोका तिनटा बोका आज मौसमले चाहिँ जे होस् अलिकति च्यालेन्ज गर्ला जस्तो छ है मौसम पनि ठिकै हो कि के कस्तो हो आएको जस्तो छ पानी पर्ला जस्तो भएको छ अब के कसो हुन्छ समयले हेरौँ जाम्ला गएपछि अब पानी परिहाल्यो भने परिहाल्यो परेन भने अब राम्रो राम्रै भिडियो आउँछ होला भन्ने चाहिँ आशा गरेको छु होइन अनि भान्जे हाम्रो भान्जे कान्छी बुहारी यस्तो गरेपछि त अनि कहाँ हुन्छ बाबा यार किन हुँदैन यसो फुल हेर्नु फुल नेपालको जस्तै फुल रहेछ यार गाइस फुल हेर्नु फुल भनेको फुल हो यो फुललाई के भन्छ थाहा बाटो चाहिँ जे होस् दामी छ फोटो खिच्ने हो गाडीमा जान गाडीमा अब 15 रुपियाँ लाग्छ हेर्नुहोस् है 15 रुपियाँ तिरेर जानुभन्दा त बरु हिँडेर यसो यता दृश्य पनि हेर्नलाई सजिलो हुन्छ भनेर चाहिँ आमा त्यही भएर चाहिँ है ल त खिच्दा तिमीले यसैसम्म त कता हो भन्ने कुरो हो धन कमाउन आए परदेशतिर मनमा लाग्छ पिर देउसुरे देउसुरे जस ठाउँ चाहिँ राम्रो छ कि जस अनि भन न त के छ नयाँ तिम्रो अब एक वर्ष समयमा विदेश आएको होइन एक वर्षमा के कस्तो भयो के कसरी बित्यो केही सुनाऊ भान्जे के गरे बितो भन्नु त नि मामा यार अब तिम्रो काम गयो कामहरू रुममा आयो खायो सुत्यो त्यही हो अब एक वर्षसम्म अब कोठा र काम गरेरै सक्यो आज घुम्न आएको होइन एक वर्ष तिमी काहीँ पनि घुम्न गएनौ त कहाँ गयो त नि त्यति बिजेत पनि नगएर अस्ति भर खोपार गएर आएको थिएँ आज कोरासतिर जाने भन्दैछु होइन यता घुम्न आएको थिएन भनेको नि त कता जाथ्यो त घुम्न घुमेर गएको थिएँ नि त कता उताबाट आज यताबाट के भन्छ अलि चाँडै आऊ न अनि आज निक्लेको एक वर्षमा एकचोटि अब एकैचोटि नेपाल जाने बेला निक्ल्यो नि अब ननिक्लिने अब एकचोटि फेरि जानुपर्छ एकपट्टि गयो एकचोटि फेरि यसो घुमेर होइन जानुपर्छ त्यति साह्रो पनि नभन के हो त्यति साह्रो पनि नभन एकचोटिमा एक वर्षमा एकचोटि घुम्न जाने जस्तो चाहिँ नभन होइन तर जे होस् बोल्न त लास्टै गाह्रो हुँदो रहेछ कसरी बोल्ने के गरेर बोल्ने भन्ने कुरा चाहिँ लास्टै एकदम हात पनि गलेर हुन्छ होइन धेरै गाह्रो हुन्छ नि मामा धेरै गाह्रो बेच्छेरी गाह्रो सुरुमा गाह्रो पनि बेसी गाह्रो बोल्न पनि त्यस्तै होइन बोल्दै क्यामेरा हेर्ने कि कता हेर्ने भन्ने कुरा हुन्छ गाडीहरू यता आउँदा ट्याङ्ग ठोकिदियो भने बर्बाद हुन्छ फेरि त्यही त अल्छिन पनि नबोलाउँ न है हामी जाँदैछौँ हाम्रो एकदम
के भन्ने अब त बोल्नु पनि आउँदैन कुरा गर्नु पनि आउँदैन हो कि अब ल अहिले चाहिँ बन्द गर्छु स्टिक थियो तिमी हावा रहेछ नि त यो मान्छे हातेर दुखेर यहाँ कस्तो हात स्टिक थियो नि यार तिमी मान्छे रहेछौ भनेर थाहा भयो चस्मा लाउनु पर्छ नि मैले जसरी हेर्नु सुहाए पनि नसुहाए पनि चाहिँ चस्मा चाहिँ लाउनु पर्छ कस्तो सम्ममा ल चस्मा लगाएपछि जस्तो पनि जस्तो नलाउनु मान्छे राम्रै हुन्छ ए बेच्छै ढल्छ हामी चाहिँ मेन रोडमा आएको छौँ है जानुपर्ने त हामी भयो मेन रोडमा आएको छौँ के छ हेलो एकदम हेलो गाइज एकदम राम्रो छ है केही भनिदिनुहुन्छ के साथीहरूलाई अब के भन्नु हजुर अब आज यसो छुट्टीको थियो होइन यसो घुम्न जान लाग्छ हजुर त्यही हो कहाँ हामी कता चाहिँ घुम्न जान लागेको छौँ त नि हामी खबर खोबार है हामी खबर खोबारतिर घुम्न गएको त हजुरहरू पनि आउनु सक्नुहुन्छ यसो मिसो मिलाएर त्यही त यसो आउन सक्नुहुन्छ कि आउँदै गर्नु होला माया नमार्नु होला है भन्न चाहन्छु गाइज यसरी हिँड्नुपर्छ यहाँ त कस्तो के हो कता हो भन्ने कुरो हो 1 2 3 4 अब सबभन्दा पुड्के 1.5 फुट्यो भन्दा नि 1.5 फुट्यो भन्दा पनि फरक नपर्ने ल है त आज त बन्द गरौँ है त उहाँ गएर पुगेपछि चाहिँ देखाउने छ अहिले चाहिँ बन्द गर्छ है त तर केही छैन अब कसो के हो अब पार्टनर चाहिँ हुनु पऱ्यो होइन एकचोटि बोडी एक आफू एक्लै बोलेर चाहिँ काम छैन हेर हो कि नै एक्लै बोलेर त अब के बोल्यो भन्ने हुन्छ नि त होइन अब बोलौँ भन्ने कुरो हो के कुरा हाँदै हो हामीलाई सुन चस्मा लगाउनु न भन्ने कुरो हो चस्मा खोजेको उस दानी त्यही लगाऊ न यहाँको एउटा गाडी किन्नु पर्छ क्या हो 100-200 रुपियाँमा त होला नि त के बोले भाइ अब के बोले 100-200 रुपियाँ आयो भने त बाबा राम्रो हुन्छ नि त तर फर्स्टचोटि है म यसरी हुन्छ नि डरलाई चाहिँ खिचिराखेको मैले होइन गाह्रो हुन्छ कि जस्तो लागेर है तर केही छैन उहाँ गएछ हामी चाहिँ आइपुग्यो ठाउँमै आइपुग्यो हामी कहाँ गयो त केटाहरू आइपुग्यो अब यता साइडमा जाने हो के हुन्छ कसो हुन्छ भन्ने कुरो हो अब है के छ त नि बोका हेर्ने हो गाइस बोका ठाउँमा त आइपुग्यो साथी हो बाटो क्रस गर्न पर्ने हुन्छ अब यहाँ बाटो क्रस गर्नलाई चाहिँ कहाँ जान पर्ने हो भन्ने कुरो यो ग्रिन लाइट देख्नु भएको छ त्यहाँबाट हो बाटो क्रस गर्ने चाहिँ है पहिला बिग्रेको थियो धुलोमा थियो अहिले जो बनाइछ भनौँ अझै पनि आफ्नो बनेको छैन होला उयो थिच त म त बकाला जाने भाइ जाउँ छिराम भन्ने कुरो हो गाडी जाममा रोकेपछि ठ्याक्क ठिक हुन्छ कि
सिस्टम भनेको सिस्टम हुनु होइन मान्छे सिस्टम भनेको सिस्टम हो नि सिस्टम भनेको सिस्टम हुन्छ कि टोस्ट गरिराखेको थियो एक बोतलले ठ्याक्क चिसिमी त्यो कहाँ नेपालमा त यस्तो हुन्छ र ठ्याक्क छट बाटो रोक 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 गएर कि रोग भन्दा बाटो रोक रोक भनेर बङ्गै हानिदिन्छ यहाँ त सिस्टम सिस्टम हुन्छ क्या यहाँ न बाटो काट्ला भन्ने डर न के होला भन्ने डर बिल्ली आमामामामा के हो ग्रिन देखिया त के हो दामी दामी अन्त भ्लग हान्ने मान्छे त कोही पनि छैन कि आएर म एक्लै होला ला खसु तुम्हारे कि जस राम्रो गार्डनतिर आइपुग्यो गाईहरू कहाँ हो कता हो भन्नेको थाहा भएन तर यिनीहरूलाई थाहा आउँछ बिस्तारै हेर आउँछ क्या ठिक छ क्या भने ठिक हुन्छ नि त अरू केही हेर्नु मन छ भने भन कताबाट यता जाने कि यताबाट जाने कता यिनीहरू आइहाल्छ नि भने आइयो रे तर यो बिल्डिङ चाहिँ धेरै ठुलो बनाएको है पहिलाको त अर्को भन्दा यो त अझै ठुलो बनाउँछ होला जस्तो लाग्छ मलाई आयो चाहिँ जोस ठुलो छ बुट 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 बुट